आज बिहान मैले घरमा बनाएर खाए एकदम लाजवाब चिकन करी, जसको स्वाद होटलमा मिल्ने चिकन करी भन्दा पनि राम्रो थियो। र आजको यो भिडियो तपाईहरु पूरा हेर्नु भयो भने तपाईहरुलाई पनि थाहा भइहाल्छ यदि हामीहरुले होटल जस्तै राम्रो चिकन करी बनाउनु छ भने कुन कुन मसाला कुन समयमा चिकनमा हाल्ने जसले गर्दा हाम्रो चिकन एकदमै लाजवाब र खुशबुदार बनोस्। र अब खुशबुदार चिकन बनाउनको लागि हामीहरुलाई सबै खडा मसालालाई अथेन्टिक तरिकाबाट सिलवट्टामा पिस्नु पर्छ। र अब एकछिनको लागि मलाई बाहिर आउनु पर्यो, जसको लागि म तपाईहरुलाई सरी भन्दै छु। र अब छिटो छिटो बाहिरको काम सकाएर म वापस आइसकेछु चिकन करी बनाउनको लागि यहाँ। र अब कराहीमा चिकन हालेर बिना मसालाको मैले यसलाई 5 मिनेट जति भुते। त्यसपछि सबभन्दा पहिले यसमा पिसेको मसालालाई हाले र अब एक एक गरेर मैले यसमा हल्दी र धनिया पनि राखे। त्यसपछि अलिकति पिरो बनाउनको लागि खुर्सानी र लास्टमा मैले आफ्नो स्वादको मुताबिक यसमा नुन हालेर मैले यसलाई भुट्न थाले। र अब यसलाई लगातार आधा घण्टा जति उभेर भुट्दा भुट्दै अब यो चिकन करी पाकेर तयार हुन लागेको छ। त्यही भएर मैले अब एउटा प्लेटमा भात पस्के। त्यसपछि मैले भातमा गरम चिकन करी राखे र अब यसलाई गरम भातको साथमा खाएर हेरेपछि म साच्चीकै भनिरहेको छु आजको मेरो चिकन करी एकदमै लाजवाब बनेको थियो।